छालाको कापामा हैन हाम्रो यो स्किन फोल्ड्सहरुमा हैन यो ग्रोइन एरिया अथवा हाम्रो यो कासहरुमा लाग्ने यो दाद अथवा दिनाइ पनि भनिन्छ अथवा कहिलेकाहीँ त्यो पासिएको मात्रै हुन्छ है त्यसलाई इन्टरट्राइको पनि भनिन्छ यो ब्याक्टेरियाले गर्छ कतिपय चाहिँ म्याक्सिमम फंगसले गर्छ अब कति धेरै जनामा हामीले देखेको चाहिँ अब तराई प्रदेशतिर या तपाईको यो तराई बेल्टमा चाहिँ एकदमै बढी देखिन्छ अब अहिले काठमाडौँमा पनि गर्मी बढी नै छ यहाँ पनि धेरैमै आइन्छ त्यो फंगल इन्फेक्सन हो सो फंगसको मेन ग्रोथ भनेको तपाईको गर्मी या पसिना र त्यसमा लाग्ने यो टेम्परेचर हैन गुम्से भने चाहिँ तपाईको यो बढ्न थाल्छ या बल्झिन्छ सो त्यसको निको पार्ने भनेर हामीले औषधि दिन्छौं निको पनि हुन्छ र फेरि आउनुको कारण चाहिँ तपाईको त्यही इन्भाइरोमेन्टमा तपाई फेरि एक्सपोजर भयो र तपाईले त्यसलाई केयर गर्न सक्नु भएन त्यही भएर डाक्टरसँग सल्लाह लिँदाखेरि औषधि मात्रै नभएर औषधि खाइसकेपछि तपाईले गर्नुपर्ने त्यसको उपायहरू आफ्नो काम दाम हैन अब जस्तै हाइजिन नहुने कामहरू हुन्छ कतिपय मका आउनुहुन्छ बिहान त म सधैँ नुहाउँछु र बिहान हैन किनभने दिनभरि एक्टिभिटी तपाईले बिहान गर्नुहुन्छ भने तपाईको पसिना आउने टाइम चाहिँ दिनभरि कतिपय मान्छेले मलाई पसिनै आउँदैन पसिना नआउने त छाला हुँदैन किनभने त्यो पर्सपिरेसन भनेको छालाले गरिरहन्छ पसिना भनेको दौडेर खलखली आउनेलाई चाहिँ मात्रै पसिना भन्दैन कि त्यो दिनभरि घरमा बस्दाखेरि काममा बस्दाखेरि आउने जुन स्वेटिङ हुन्छ त्यो चाहिँ हाम्रो स्किनमा बसिरहन्छ सो मेरो आफ्नो पर्सनल सल्लाह चाहिँ धेरै जनालाई मैले ट्रिटमेन्टको लागि गर्ने काम भनेको एभ्री डे इभिनिङमा चाहिँ खल्ला आफ्नो जिउ पखाल्ने इभिनिङ सावर इज भेरी गुड फर दिस फंगल इन्फेक्सन तराईमा गर्मी ठाउँमा बस्नुहुन्छ भने त झन् एकदमै इम्पोर्टेन्ट भइहाल्यो अर्को चाहिँ तपाईले प्रयोग गर्ने लुगाहरू डेली परिवर्तन गर्नुपर्ने हुन्छ एउटै लुगालाई आज पनि लाछ भोलि पनि लाछ पर्सि पनि लगाछ अनि स्पेशली इनर वेयर्सहरुलाई चाहिँ एकदमै केयर गर्नुपर्ने हुन्छ त्यसलाई चेन्ज गरेर मात्र नभएपछि पनि त्यसको नुहाउने या नुहाइसकेपछि तपाईले जुन त्यो लुगाहरूलाई फेर्नुहुन्छ त्यो फेरेको धोएको लुगालाई चाहिँ एटलिस्ट 72 आवर्स चाहिँ तपाईले डाइरेक्ट सनलाइटमा अथवा बाहिर उज्यालोमा चाहिँ त्यसलाई सुकाउन सक्नु भयो भने चाहिँ तपाईको यो फंगस चाहिँ रिकरेन्ट हुँदैन नत्र भने तपाईले छाला मात्र ट्रिटमेन्ट गर्नुहुन्छ होला र तपाईले प्रयोग गरेको लुगाहरुबाट पनि कसै अरूलाई पनि सर्ने आफ्नै लुगाबाट आफैलाई फेरि दोहोऱ्याएर सर्ने भइरा हुन्छ त्यो दुईटा कुरालाई तपाईले म्यानेज गर्न सक्नुभयो या इभिनिङमा यो प्रोग्रामलाई तपाईले फलो गर्न सक्नुभयो भने चाहिँ यो फंगस चाहिँ युजुअली रिकरेन्ट चाहिँ हुँदैन